Everyone, how are you all? Hope you all are fine and welcome to my mini vlog. आज चाहिँ म तपाईहरुलाई मेरो अफिसको टुर गराउने छु. So get ready to watch my office. So here it comes. So आजको दिन मेरो अफिस टुरबाट हुन गइरहेको छ र यो मेरो अफिस हो. अब चाहिँ मेरो अफिसको टुर गरौँ है त. यो चाहिँ मेरो अफिस हो जुन चाहिँ ओखलढुङ्गा जिल्लामा चम्पादेवी गाउँपालिका वडा नम्बर 4 फेदीगुट गाउँमा पर्दछ। यो वालमा भएको डाटाहरू चाहिँ जुन हाम्रो गर्भवती महिलाहरू चेकअप गर्न आउनुहुन्छ उहाँहरूको डाटा चाहिँ 2079 देखि 2082 सम्मको डाटा चाहिँ हामीले यसरी वालमा पेस्ट गरेर राखेको छौं। र अब यो भयो हाम्रो खोप लाउने ठाउँ। यहाँ चाहिँ हामीले हरेक महिनाको 10, 11, 12 गते चाहिँ हाम्रो 3 वटा खोप लाउने केन्द्र छ। सिलुङ, साइदुवा र फेदीगुट। यसमा चाहिँ हामीले खोप लाउँछौँ र साथै खोप लाइसकेपछि जुन अघि हाम्रो वालमा पेस्ट गरेको 3 वटा नै खोप केन्द्रको चार्ट छ त्यसमा चाहिँ हामीले हाम्रो कति बच्चाहरूले चाहिँ खोप लायो यो मन्थ भनेर सबै डाटा चाहिँ त्यहाँ लेखेर राख्छौं ताकि हामीलाई पछि खोज्नलाई चाहिँ कुनै अप्ठ्यारो नहोस् भनेर। र यो हाम्रो न्युट्रिसन चार्ट। यहाँ चाहिँ हामीले कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन्स, मिनरल भन्ने पदार्थहरूको चाहिँ पिक्चर वालमा चाहिँ पेस्ट गरेको छौं ताकि जति पनि आमाहरू आफ्नो बच्चाले लिएर आउनुहुन्छ भने यी हेरेर चाहिँ उहाँलाई चाहिँ केही जानकारी होस् र आफ्नो बच्चालाई चाहिँ राम्ररी पोषणयुक्त खाना खान दियोस् भनेर। र साथै यहाँ चाहिँ हाम्रो फ्रिज छ, फिल्टर र यो चाहिँ चम्पादेवी गाउँपालिका स्वास्थ्य चौकी फेदीगुट हाम्रो फेदीगुटको नक्सा। र अब यहाँ फ्यामिली प्लानिङको पालो। यो चाहिँ हाम्रो फ्यामिली प्लानिङ रुम। यसमा त अब हाम्रो यहाँ इन्स्ट्रुमेन्टहरू चाहिँ जस्तै इम्प्लान्ट, आयुसिडी इन्स्ट्रुमेन्टहरू सबै बनाएको छ। र फ्यामिली प्लानिङको बक्स यसमा चाहिँ डिपो, पिल, सिरिन्ज राखेको हुन्छ। र साथै यो चाहिँ अब फ्यामिली प्लानिङको चार्ट। पिल्स, डिपो, इम्प्लान्ट अनि आयुसिडी कति वर्षसम्म लाउने, कति दिन लाउने, कसरी लाउने भनेर सबै जानकारी चाहिँ हामीले वालमै पेस्ट गरेर राखेको छौं। अब पालो ओपीडी को। यो चाहिँ हाम्रो ओपीडी रुम भयो। ओपीडी मा चाहिँ जति पनि हाम्रो ओपीडी को बिरामीहरू हुनुहुन्छ उहाँहरू चाहिँ यो रुममा चाहिँ चेकअप गर्नुहुन्छ। यो चाहिँ हाम्रो ओपीडी सेटिङ। त्यसपछि पालो छ हाम्रो ड्रेसिङ रुमको। यहाँ चाहिँ जति पनि जुन कट र इन्जुरी भएको पेसेन्टहरू हुन्छ जस्तै गाउँघरमा हँसियारले हात काटेको, घाउ भएको, जस्तै सिलाउनु पर्ने अवस्थाहरू हुन्छ त्यस्तो बिरामीहरूलाई चाहिँ हामीले ड्रेसिङ रुममा ल्याएर चाहिँ उहाँहरूको उपचार गर्छौं। र हामीले ड्रेसिङ गरिसकेपछि जुन इन्स्ट्रुमेन्ट युज गर्छौं त्यो इन्स्ट्रुमेन्टलाई चाहिँ अब हामीले चाहिँ जुन हाम्रो क्लोरिन पानी हुन्छ त्यसमा चाहिँ डुबाएर राख्ने र पछि त्यसलाई चाहिँ वास गरिसकेपछि ड्राई गरेर फेरि नयाँ सेट बनाउने। यो चाहिँ हाम्रो सेट। त्यसपछि पालो हुन्छ नाम दर्ताको। हुन त यो नाम दर्ता फर्स्ट 1 नम्बरमा पर्दछ। र अब चाहिँ म तपाईहरुलाई देखाउन गए जुन यो बाहिरको विन्डो छ ओपन त्यहाँ चाहिँ बिरामी आएर बाहिरदेखि नै आफ्नो नाम, ठेगाना, फोन नम्बर, एज भन्नुहुन्छ र त्यसपछि हामीले चाहिँ उहाँहरूको टिकट, उहाँहरूको सबै डिटेल लेखेर एउटा जुन बिरामी दर्ता पूर्जा हुन्छ त्यसमा चाहिँ हामीले बिरामीलाई दिन्छौं। अब पालो हाम्रो मेडिसिन स्टोर। यहाँ चाहिँ यो चाहिँ हाम्रो मेडिसिन स्टोर हो। यहाँ चाहिँ हामीले सबै हाम्रो जुन मेडिसिन पालिकाबाट पठाउनुहुन्छ त्यो मेडिसिनहरू चाहिँ लेबलिङ गरेर यहाँ स्टोर गरेर राख्छौं र जति अमाउन्टमा हामीलाई चाहिन्छ त्यति नै हामीले चाहिँ मेडिसिन हाम्रो डिस्पेन्सरीमा गएर राख्छौं र त्यहीबाट हामीले बिरामीलाई चाहिँ वितरण गर्छौं। यो दराजमा पनि नेम लेबलिङ सबै गरेको छ। Finally, this is our outside of health post view and this is our health post. Thank you so much guys for watching my mini vlog.
See you in the next vlog. Till then, stay safe, stay happy.